सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आउनुहोस् म तपाईलाई बुटोलको वनवाटिका तपाईलाई भिजिट गराउने छु यसै भिडियो मार्फत। यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। यो टिकट काउन्टर हो र म टिकटको लागि जाँदै छु। बुटोलको वन बोटानिकल गार्डन अथवा वनवाटिका नेपालको लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित एक सुन्दर र शान्त स्थान हो। यो वाटिका मुख्य रूपमा जैविक विविधता संरक्षण, वनस्पतिको अध्ययन, शिक्षण तथा अनुसन्धानका लागि निर्माण गरिएको हो। साथै यो स्थान बुटवलवासी र पर्यटकहरूको लागि विश्राम र घुमफिर गर्ने रमणीय स्थानको रूपमा पनि प्रसिद्ध छ। वनवाटिकामा विभिन्न जातका बिरुवा, फूल, औषधीय बिरुवा र दुर्लभ प्रजातिका वनस्पतिको संरक्षण गरिएको छ। साथै यस वनवाटिका भित्र विभिन्न जाति प्रजातिका जनावर, पशुपक्षीहरू हामी अवलोकन गर्न सक्छौं। यस वाटिका भित्र पिकनिक स्पोट र विभिन्न खेलकुदका सामानहरूबाट हामी मनोरञ्जन पनि लिन सक्छौं। यहाँ हरियाली वातावरण, शुद्ध हावा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएकोले ध्यान, योग, फोटोग्राफी र पारिवारिक पिकनिकको लागि अत्यन्त उपयुक्त मानिन्छ। यस स्थानको व्यवस्थापन डिभिजन वन कार्यालय बुटोलले गर्दछ र यो वातावरणीय शिक्षा तथा जनचेतना अभिवृद्धिमा पनि योगदान पुर्याइरहेको छ। विद्यार्थीदेखि अनुसन्धानकर्ता, पर्यटकदेखि स्थानीय बासिन्दासम्म सबैका लागि वनवाटिका एक आकर्षणको केन्द्र हो। यस वाटिकाभित्र जिप लाइन एडभेन्चर जस्ता साधनहरू पनि थपिएको छ। भिडियो राम्रो लाग्यो अथवा भिडियो मन पर्यो भने एक लाइक अवश्य गर्नुहोला। अन्तिममा भन्न चाहन्छु, यो वाटिका कस्तो लाग्यो अवश्य एक कमेन्ट पनि गर्नुहोला, ताकि भोलिको दिनमा मैले यस्तै भिडियोहरू राख्न पाऊँ र तपाईको माया र सहयोग सदैव रहिरहोस्। धन्यवाद।